अँ, शासनका सूचकहरू इन्डिकेटर्स अफ गभर्नेन्स 2025। अब मैले भर्खर लेटेस्ट कुराहरूलाई नै यहाँ दिइराखेको छु। शासनका धेरै पक्षहरू हुन्छन्। शासनलाई बुझ्ने, शासन भनेको त्यही भएर एकदमै हात्ती जस्तो हो अरे के, कताबाट थाम्ने होइन, जताबाट थाम्दा पनि कमै हुन्छ, जताबाट अँगालो हाले पनि पुग्दैन। त्यसरी यस्तो बृहत विषय हो। यी विभिन्न कुराहरूले पनि शासनको यी इन्डिकेटर्स भनेको चाहिँ हाम्रो शासन कस्तो छ भनेर एउटा सामान्य चाहिँ नि यसको पहिचान गर्ने अथवा शासनको बारेमा सामान्य थाहा पाउने को लागि मात्रै यसले चाहिँ नि अथवा यी रिजल्टहरू हुन्, वास्तवमा परिणामहरू हुन्। ती परिणामहरूले चाहिँ के गर्छन् भने हाम्रो शासन कति इफेक्टिभ छ, इफेक्टिभनेस अफ गभर्नेन्सलाई चाहिँ नि पहिचान गर्नको लागि, आइडेन्टिफाई गर्नको लागि, अथवा एनालाइसिस गर्नको लागि, अथवा एसेसमेन्ट गर्नको लागि सघाउ पुर्याउँछ। गरिबीको रेखामुनि रहेको जनसङ्ख्या 20.3% होइन। गरिबी बढी भयो भने त शासन राम्रो भएन नि त। 20.3 घट्थ्यो। अब पछि कुरा गरौँला, यस्तो धेरै कुराहरू छन्। 20.3%। भ्रष्टाचार अनुभूति सूचाङ्क, करप्सन पर्सेप्सन इन्डेक्स, त्यसमा चाहिँ 107 आउट अफ 180 हामी 107औं पोजिसनमा छौँ र हामीले 34 अङ्क प्राप्त गरेका छौँ। यो उस्तै गत साल चाहिँ 35 अङ्क थियो, यसपालि 34 अङ्क हो। गत साल फेरि 108औं पोजिसन थियो, अहिले 107औं घटेको छ। यो चाहिँ नि घट्नु राम्रो हो। विश्व खुसी सूचकमा 92औं स्थानमा छौँ हामी, ह्याप्पिनेस इन्डेक्समा। सस्टेनेबल डेभलपमेन्ट इन्डेक्समा 85औं स्थानमा छौँ। विश्व शान्ति सूचक पिस इन्डेक्समा 76औं स्थानमा छौँ। आर्थिक स्वतन्त्र सूचकमा एकदम पछाडि छौँ हामी चाहिँ, किनकि लगानीको वातावरण राम्रो भएन। अब बिजनेस पर्सन, लगानीकर्ताहरूले, इन्भेस्टरहरूले चाहिँ सुरक्षित महसुस गरेनन्, अथवा त्यो किसिमको इन्भाइरोमेन्ट क्रिएट गर्न सकिएन। त्यसैले बिजनेस इन्भाइरोमेन्टको कुरा हो यो चाहिँ नि, त्यसमा राम्रो पोजिसन छैन। विश्व नवप्रधान इनोभेसनमा 107औं, अलिक पछि नै छौँ। विश्व भोकमरी सूचकमा 68औं स्थानमा छौँ। यो भने चाहिँ के भने 68औं भनेको ठिकै बिचको अवस्था हो। लोकतन्त्रको प्रवर्धनमा 54मा छौँ, राम्रै पोजिसन छ। मानव विकास सूचकमा 145औं स्थानमा छौँ, विथ 0.622 सहित। प्रेस स्वतन्त्रता सूचकमा 90औं स्थानमा छौँ। जलवायु परिवर्तन जोखिममा 69औं स्थानमा छौँ। विधिको शासन सूचकाङ्कमा 68औं स्थानमा छौँ। भनिसकेपछि हामी कुनैमा चाहिँ एकदम मध्य स्थितिमा छौँ भने कुनैमा अलिकति पछाडि रहिरहेको चाहिँ देखिन्छ। ल, यो खालि मैले रिफरेन्सको लागि दिएको हो, काहीँ कतै उल्लेख गर्नु पर्दालाई यो सजिलो हुन्छ। अब दोस्रो पार्टमा आयौँ। अब पहिले त धेरै अवधारणा कुराले लामो हुने हो। अब शासनको सन्दर्भ त्यस पछाडि अलिक छोटो हुन्छ, विशेषता छोटो हुन्छ होइन। त्यो 3टा पार्ट छन् हाम्रोमा। शासनको सन्दर्भ, कन्टेक्स्ट अफ गभर्नेन्स। कन्टेक्स्ट भन्ने बित्तिकै अहिले संसारमा कस्ता किसिमका शासन छन् त भनेर गरिने एनालाइसिस हो के कन्टेक्स्ट भनेको। अहिलेको विश्वको शासन कस्तो किसिमको छ त, के कुराले रोल प्ले गरिरहेछ भन्ने कुरासम्म हो यो चाहिँ नि। विश्वमा के कस्तो प्रकृतिका शासन सञ्चालन भइरहेका छन् र शासन प्रणालीमा के कस्ता विषय सन्दर्भ कन्टेक्स्टको रूपमा रहेका छन् भन्ने विषयको अध्ययन हो यो। के कस्ता प्रकारका शासन रहेका छन्, कस्तो प्रवृत्तिको विकास भएको छ भन्ने कुरा हेर्न सकिन्छ। संसारभरिको शासन पद्धतिलाई निम्न सन्दर्भ, यी यति नै कुराहरू पढ्ने, खासमा पढ्ने होइन। अहिलेको शासनको सन्दर्भ हेर्दाखेरि 2टा किसिमका क्यारेक्टरहरू संसारमा देखिन्छन्। एउटा अटोक्रेटिक रिजिम छ, अर्को डेमोक्रेटिक रिजिम छ। अटोक्रेटिकभित्र पनि टोटलिटेरियन भनेको सर्वसत्तावादी शासन पद्धति छ, टोटलिटेरियन सर्वसत्तावादी। र अर्को चाहिँ क्रिएटिभ, सृजनशील निरङ्कुशता पनि छ निरङ्कुशभित्र। अनि डेमोक्रेटिकभित्र, लोकतन्त्रभित्र लिबरल उदारवादी लोकतन्त्र र इन्क्लुसिभ समावेशी लोकतन्त्र 2 खालको रहेको छ। हामीले यति एउटा यो चित्र हेरिसकेपछि यसैको व्याख्या गर्ने हो होइन। अनि सन्दर्भ सजिलो हुन्छ। अरू केही कुरा अहिले पछाडि जोडौँला। मेन चाहिँ यो चित्रलाई याद गर्ने। निरङ्कुशता भन्ने बित्तिकै अधिकार आफ्नो हातमा लिने, कुनै एउटा व्यक्तिको हातमा हुने, एउटा सिङ्गल लिडरको हातमा हुने, एक छत्र शासन गर्ने भनेको, अरू कसैलाई अपर्च्युनिटी नदिने, अरूका बोलीको महत्त्व पनि नहुने होइन। एउटै व्यक्तिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अधिकारहरू हुने, शक्ति प्रयोगका नियम लागू नहुने,
कसैलाई चेक एन्ड ब्यालेन्सको कुरै छैन। राजाको पालामा के थियो भने 2019 सालको पञ्चायती व्यवस्थामा गजबको थियो एउटा, श्री 5 नै राज्य शक्तिको स्रोत है, बक्सने छ होइन, त्यो निरङ्कुशता भएन। अनि श्री 5 को सम्पत्ति अनतिक्रम्य हुनेछ। श्री 5 को सम्पत्तिको बारेमा कुनै प्रश्न उठाउन पाइँदैन। श्री 5 र राजपरिवारको विषयमा कुनै टीका टिप्पणी गर्न पाइँदैन, त्यो संविधानले लेखेको थियो। अनि प्रधानमन्त्री, प्रधान न्यायाधीश, त्यतिखेर राष्ट्रिय पञ्चायतको अध्यक्ष, संवैधानिक निकायका प्रमुखहरूको अयोग्यता भन्ने हुन्छ नि संविधानमा, त्यो अयोग्यतामा एउटा के थियो भने अब निजको पदावधि समाप्त भएमा होइन, निजको मृत्यु भएमा, निज चाहिँ राजीनामा दिएमा भनेर चौथोमा चाहिँ के थियो भने श्री 5 सन्तुष्ट होइ नबक्सेमा भनेको थियो के, श्री 5 सन्तुष्ट होइ नबक्सेमा, चौथो क्लज। अनि अयोग्यता, यदि प्रधानमन्त्रीप्रति श्री 5 सन्तुष्ट होइ बक्सदैन भने उसको पद गयो, यदि प्रधान न्यायाधीशप्रति श्री 5 सन्तुष्ट होइ बक्सन्न भने उसको पद गयो, हरेक संवैधानले आएका मान्छेहरूको पद गयो। श्री 5 सन्तुष्ट होइ नबक्सेमा कोही पनि बाँकी रहँदैन भने के हो, निरङ्कुश शासन पद्धति भने त्यही। त यो निरङ्कुशता पनि दुईटा किसिमका रहेछन् के स्वरूप। एउटा सर्वसत्तावादी टोटलिटेरियन डिक्टेटरसिप, एकदम डिक्टेट गर्ने, त्यो भने चाहिँ त्यस्तो किसिमको डिक्टेटर जसलाई आफ्नो सत्ता लम्ब्याइरहने बाहेक अरू कुनै चिन्ता छैन। हाम्रो पञ्चायती व्यवस्था त्यस्तो एकदम सर्वसत्तावादी होइन, त्यसले चाहिँ नि जनताको हितको कुराहरू पनि गर्थ्यो, धेरै कुराहरू छन् यस्तो। उसले चाहिँ सत्ता मात्रै लम्ब्याइरहने, जनतालाई दुःख परोस् कि जनता मरिरहन् कि भोकै हुन् कि युद्ध होस् कि उसलाई कुनै परवाह छैन, त्यस्तो किसिमको डिक्टेट होइन। सानो सानो कुरामा पनि दण्ड दिने दण्डाधिकारी, त्यस्तो किसिमको सर्वसत्तावादी हो। अहिले संसारमा त्यो पनि अब पहिला धेरै थियो, अहिले घट्दै गइरहेको अवस्था छ। अब अहिले चाहिँ नर्थ कोरियाको हेऱ्यो भने सर्वसत्तावादी नै निरङ्कुश, किनभने अलिकति पनि केही कुरामा डिफर गर्यो भने पनि फाँसीको सजाय पनि हुनसक्छ, त्यहाँ भन्न सकिँदैन है। अनि राष्ट्रपति उपस्थित कार्यक्रममा कोही कसैले हाई गर्यो भने पनि त्यसलाई चाहिँ फाँसीको सजाय पाउने खतरा हुन्छ। त्यो सर्वसत्तावादी जनताको वेलबिङको कुरा नै छैन। अहिले यमन त्यस्तै भएको छ, यमनमा पनि त्यसको सर्वसत्तावादी चलिरहेको छ। बसर अल असद अलिक अगाडिसम्म 8-9 महिना अगाडिसम्म बसर अल असद रहेको सिरियाको शासन पनि सर्वसत्तावादी। युद्धमा 5 लाख मान्छेहरू मरिसके, 8 लाख मान्छे त युरोपमा शरणार्थी भएर बसेछन्, उसलाई परवाह छैन। अहिले चाहिँ नि त्यहाँ एक किसिमले हेर्ने हो भने लिडरलेस छ के, त्यस्तो किसिमको पनि छ। अहिले अफगानिस्तानको हेऱ्यो भने सर्वसत्तावादी किसिमको शासन पद्धति हो। यिनै देशहरूमा अब सर्वसत्तावादी छ, बाँकी देशहरू त सर्वसत्तावादीबाट अलिकति त्यहाँबाट बाहिर निस्किसके, अलिक राम्रो हुन थालेको स्थिति छ। यो सर्वसत्तावादी हो। अब क्रिएटिभमा जाउँ, क्रिएटिभ सृजनशील निरङ्कुशता, क्रिएटिभ डिक्टेटर। संसारमा क्रिएटिभ डिक्टेटर पनि छ, सृजनशील निरङ्कुशता। सृजनशील भन्ने बित्तिकै निरङ्कुशता त निरङ्कुशतै हो, पोलिटिकल्ली ऊ निरङ्कुश हो होइन, पोलिटिकल राइट्सहरू चाहिँ नि हुँदैनन्, तर इकोनोमिक र सोसल राइट्सहरू हुन्छ। यसको एक पोलिटिकल एक्सर्साइज रुचाउँदैन। जस्तो अब यसको उदाहरण चाहिँ चाइना हो खासमा, निरङ्कुश तर सृजनशील निरङ्कुश। चीनमा अहिले पनि सबै नागरिकले मत दिन पाउँदैन, भोट दिन पाउँदैनन्। कम्युनिस्ट पार्टीका मेम्बरले मात्रै भोट दिन पाउँछ। 1 अर्ब 40 करोड पपुलेसन भएको चाइना भोटरको सङ्ख्या 1 अर्ब जति हुनुपर्ने हो नि, तर 11 लाख हाराहारीमा मात्रै छ, किनभने त्यो कम्युनिस्ट पार्टीको मेम्बर मात्रै भोटर हुन्छ के, अरूले भोट दिन पाउँदैन। अनि राष्ट्रपतिको चयन, प्रधानमन्त्रीको चयन पनि त्यो 7 जनाको पोलिट ब्युरोले कसलाई बनाउने भन्ने डिसिजन गर्ने हो। कङ्ग्रेस अथवा संसदमा करिब 3500 सदस्य हुन्छन्, उनीहरूको खासै त्यत्रो रोल हुँदैन। पोलिट ब्युरोले जे भन्छ कङ्ग्रेसले त्यही कुरालाई सपोर्ट गर्छ र 10 वर्षमा सामान्यतया नेतृत्व परिवर्तन हुन्छ, त्यो किसिमको छ। राजनीति पोलिटिकल गतिविधि गर्दैनन् जनताले,
तर गराइँदैन, दिँदैन, तर आर्थिक रूपले ऊ समृद्ध छ, जनताको आर्थिक हितको लागि काम गर्छ। चाइनामा विदेशीले लगानी गर्न पनि पाउँछ, चाइनाले बाहिर लगानी पनि गर्छ। इकोनोमी एक्टिभिटी चाहिँ नि धेरै छ। सामाजिक रूपबाट चाहिँ नि चाइनामा गएर हेऱ्यो भने कसरी यो यत्रो डिक्टेट गर्ने कम्युनिस्ट कन्ट्री होला र भन्ने हुन्छ। धेरै कुराहरू एकदम ओपन, होटल, रेस्टुरेन्ट, डिस्को, बार, सारा दुनियाँ सोसल एक्टिभिटी। र कसैलाई गरिब रहन दिँदैन, गाउँमा घर बनाउन नसक्नेहरूलाई घर बनाइदिन्छ। त्यस्तो किसिमको सबैलाई बुलेट ट्रेनमा चढाउनु भन्ने हो। जनतालाई अलिकति पनि दुःख होला कि भनेर ऊ चिन्ता व्यक्त गर्छ। ऊ दुःख देख्न सक्दैन जनताको। कसरी नयाँ नयाँको इनोभेसनको माध्यमबाट, इन्भेन्सन र इनोभेसनको माध्यमबाट जनतालाई सुखी राख्ने होला भनेर जनताको खुसीको लागि, जनताको सुखको लागि काम गर्छ उसले। त्यो सृजनशील निरङ्कुशता हो, क्रिएटिभ डिक्टेटर। ली कुवान युले 30 वर्षसम्म सिङ्गापुरमा शासन चलाए, डिक्टेटै भएर शासन चलाएको, डिक्टेटरै गरेर। तर के भने सिङ्गापुरलाई एउटा फिसिङ भिलेज, माछा मार्ने गाउँबाट आज संसारको हब बनाए, एउटा संसारको समृद्ध मुलुक बनाए, ट्रान्सफर्म गरे। माथिर मोहम्मदले 25 वर्षसम्म डिक्टेटै गरेको मलेसियामा, तर मलेसिया आज यति सुन्दर देश बनायो उनीहरूले, एकदमै आर्थिक रूपले भाएबल। मोस्ट अफ दि इस्ट एसियन कन्ट्रीमा चाहिँ नि सृजनशील निरङ्कुशता देखिन्छ, चाहे त्यो भियतनाम होस्, चाहे त्यो फिलिपिन्स होस्, चाहे त्यो थाइल्यान्ड होस्, लाओस होस्। त्यहाँ चाहिँ नि डेमोक्रेसीको त्यति धेरै एक्सर्साइज हुँदैन, पोलिटिकल एक्सर्साइज एकदम कम हुन्छ। उनीहरू चाहिँ इकोनोमीलाई बढी महत्त्व दिन्छ, सोसली ओपन छ। त्यस्तो खालको सृजनशील निरङ्कुशता, क्रिएटिभ डिक्टेटर भनिन्छ त्यस्तो पद्धतिलाई। राम थापाजी, वी निड क्रिएटिभ डिक्टेटरसिप भन्नुभयो होइन। अब आफ्नो धारणा फेरि अब त्यो कसैलाई त्यसमा चित्त नबुल्ला, एकदम फुल लिबरल हुनुपर्छ डेमोक्रेसी भन्ने पनि होला। जे होस्, आफ्नो ओपिनियन एक्जाममा लेख्नु पर्यो भने चाहिँ त्यसलाई जस्टिफाई गर्ने हो। लोकतान्त्रिक शासन प्रणाली, डेमोक्रेटिक गभर्नेन्स सिस्टम। अब संसारमा त धेरै अहिले डेमोक्रेटिक गभर्नेन्स सिस्टमै चलिरहेको छ। लोकतन्त्र भन्ने बित्तिकै जनताको सरकार, जनताको शासन, जनतालाई केन्द्रबिन्दुमा राखेर गरिने शासन, पोलिटिकल एक्सर्साइज हुने पद्धति, यो नै हो। अहिलेको विश्वमा शासन भनेकै लोकतान्त्रिक शासन भन्न थाल्यो। अब निरङ्कुशताको परिकल्पना गरिँदैन, निरङ्कुश मुलुकहरू पनि बिस्तारै डेमोक्रेसीतर्फ नै गइरहेको अवस्थामा छन्। र यसलाई चाहिँ नि एउटा संविधान, नियम, कानुन, पद्धतिलाई महत्त्व दिन्छ। निर्वाचनको माध्यमबाट जनताको प्रतिनिधित्व हुन्छ, जनताले चुनेका प्रतिनिधिले मात्र शासन गर्छन् र यस्तो निर्वाचन आवधिक हुन्छ। लोकतान्त्रिक शासन प्रणालीमा खुल्ला उदारवादी, समाजवादी अर्थतन्त्र पनि हुनसक्छ। खुला समाज हुन्छ, बहुलवाद, प्लुरालिजमलाई महत्त्व दिन्छ। यो चाहिँ लोकतन्त्रको क्यारेक्टर हो एक किसिमबाट हेर्दाखेरि। र लोकतान्त्रिक शासन प्रणालीमा पनि दुई रूपहरू छन्, एउटा लिबरल डेमोक्रेसी, अर्को इन्क्लुसिभ डेमोक्रेसी। माथि नै चित्रमा देखाए जस्तो यसमा चाहिँ दुईटा रूप छ, लिबरल डेमोक्रेसी र इन्क्लुसिभ डेमोक्रेसी। लिबरल भन्ने बित्तिकै प्रतिस्पर्धालाई महत्त्व दिने, एकदम सिम्पल, प्रतिस्पर्धालाई महत्त्व दिने, कसैलाई आरक्षण नदिने, त्यो लिबरल हो है। इक्वालिटी बेस्ड पोलिटिकल, इकोनोमिक एन्ड सोसल सिस्टम हो यो। कलेजमा भर्ना हुनु पर्यो भने पनि त्यहाँ कसैलाई रिजर्भेसन छैन, त्यो प्रतिस्पर्धा गर्नै पर्यो। एकदम राम्रो मार्क ल्याउनेहरूलाई केही अब स्कलरसिप दिएला, अलिकति मार्क कम हुनेहरूलाई स्कलरसिप नदिएला होइन, त्यो पनि होला। नत्र चाहिँ कम्पिटिसनकै आधारमा हुने सबै। युनिभर्सिटीमा भर्ना पाउने भन्ने कुरा कम्पिटिसनको आधारमा हो, त्यहाँ कसै कुनै रिजर्भेसन चल्दैन। त्यो किसिमको पद्धति हो। काहीँ जागिर खानको लागि रिजर्भेसन हुँदैन, चुनावमा रिजर्भेसन हुँदैन। फर्स्ट पास्ट द पोस्ट सिस्टमलाई अवलम्बन गरिन्छ, पहिलो हुने निर्वाचित हुने पद्धति अवलम्बन गरिन्छ। अमेरिका, भारत, बेलायत, क्यानाडा, अस्ट्रेलिया, बङ्गलादेश आदि यो पद्धति अवलम्बन गर्ने देश हुन्। नेपालमा 2047देखि 2063सम्म त्यस पद्धतिको अवलम्बन गरियो। त्यो चाहिँ लिबरल डेमोक्रेसी नै थियो। कम्पिटिटिभ ग्लोबल कम्पिटिटिभ सिस्टम, कम्पिटिटिभ डेमोक्रेटिक सिस्टम।
तर अब कम्पिटिटिभ सिस्टमले मात्रै पनि सधैँ हुँदैन र सबै ठाउँमा वान साइज फिट पनि हुँदैन, भने एउटै किसिमको पद्धति सबैतिर लागु हुन्छ भन्ने पनि छैन। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, चाहिँ नि बहुरूपी चाहना भएको बहुलवादी समाजमा र पिछडिएको वर्ग, क्षेत्र, समुदाय, भूगोल भएको मुलुकमा लिबरल डेमोक्रेसीले मात्रै पनि राम्रो फङ्सन गर्दैन। त्यसले चाहिँ अन्डर प्रिभिलेजहरू सधैँ पछाडि परिरहने स्थितिको सिर्जना हुन्छ। यही कुरालाई हेरेर नै इन्क्लुसिभ डेमोक्रेसी भनेर धारणा आएको। खास गरेर नेल्सन मण्डेला चाहिँ नि 1991 पछि अब नेतृत्वमा आउनुभयो दक्षिण अफ्रिकाको, रङ्गभेद विरोधी शासन समाप्त भएपछि, र उहाँले रेनबो स्टेट भनौँ, सप्तरङ्गी राज्य। साउथ अफ्रिका पनि विविध जाति, भाषा, धर्म, समुदायहरू, मल्टिएथनिक, मल्टिकल्चरल, मल्टिलिङ्ग्विस्टिक कन्ट्री हो। त्यसले गर्दाखेरि त्यहाँ पनि अब पिछडिएको समुदायको अधिकार स्थापित गर्नुपर्छ भन्ने कुरा भयो। त्यसैले त्यहाँ चाहिँ इक्विटी बेस्ड एप्रोचको धारणा आयो, रेनबो स्टेट। राजनीति, आर्थिक, प्रशासन, सामाजिक क्षेत्रमा आरक्षण, रिजर्भेसनको व्यवस्था गरिएको हुन्छ। अब हाम्रोमा अहिले हेऱ्यो भने सबैतिर रिजर्भेसनकै कुरा हुन्छ। निर्वाचन प्रणालीमा पनि प्रोपोर्सनल भोटिङ सिस्टम, PVS को अवलम्बन गरिन्छ, प्रोपोर्सनल भोटिङ सिस्टम अवलम्बन गरिन्छ। नेपालमा 2063 पछि यस्तो प्रणाली अवलम्बन गरिएको छ। दक्षिण अफ्रिका, नाइजेरिया, सुडान, इथियोपिया, युगान्डा जस्ता देशले पनि यसलाई अवलम्बन गरेका छन्। अब प्रशासनिक क्षेत्रमा, अन्य क्षेत्रमा आरक्षण नभए पनि राजनीतिक क्षेत्रमा समानुपातिक पद्धति चाहिँ अरू थुप्रै देशहरूले अवलम्बन गरेका छन्। जर्मनीमा त पूर्ण टोटल्ली चाहिँ नि समानुपातिक निर्वाचन प्रणाली विकसित भइकन पनि। दक्षिण अफ्रिका पूर्ण समानुपातिक हो। अरू कयौँ देशहरूमा चाहिँ नि आंशिक रूपबाट समानुपातिक पद्धतिलाई अवलम्बन गरेको देखिन्छ। यो चाहिँ छ। भनेपछि हामीले शासनको सन्दर्भमा लेख्दाखेरि मेजर यनै कुरालाई लेख्ने हो। तर अब होइन, अलिकति बढी अहिले अझैको चाहिँ टाइम पनि छ, अलिक बढी पनि केही कुरा थपौँ भन्ने हो भने अहिले शासनको सन्दर्भमा गुड गभर्नेन्स जस्तो कुरालाई थप्न सकिन्छ। शासन प्रणालीमा परम्परागत रूपमा सरकार, गभर्मेन्टको भूमिकालाई मात्र महत्त्व दिन्थ्यो। सुशासन, गुड गभर्नेन्सले शासन प्रणालीभित्र राज्य, स्टेट, प्राइभेट सेक्टर र सोसल सेक्टरसँगको भूमिका रहने कुरामा जोड दियो। किनकि गुड गभर्नेन्सको अवधारणाले राजनीतिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा, न्यायिक क्षेत्रमा, व्यावसायिक क्षेत्रमा, सामाजिक क्षेत्रमा इन्टरभेन गर्यो कि ती क्षेत्रमा सुधारको कुराहरू गर्यो। त्यो क्षेत्रलाई ट्रान्सप्यारेन्ट, एकाउन्टेबल बनाउनुपर्छ भन्ने कुराको यसले डिमान्ड गर्यो, एउटा प्रेसर क्रिएट गरिदियो। शासन प्रणालीलाई बढी जनमुखी हुनको लागि एउटा प्रेसर बिल्ड अप गरिदियो कि सुशासनले। त्यसले अहिलेको सन्दर्भ हो यो सुशासन भनेर एउटा लेख्न सकिन्छ। अर्को चाहिँ बहुस्तरीय शासन, बहुतहबाट हुने शासन। शासन व्यवस्थामा विभिन्न एक्टरहरूको प्रेजेन्स हुने, रोल हुने, इन्फ्लुएन्स गर्ने त्यो अवस्था पनि छ। र हामी बहुस्तरीय शासनको बारेमा यही पहिलो खण्डको 1.7 मा फेरि 2 दिन पढ्नुपर्ने हुन्छ मेरो विचारमा। 2 दिन जति लाग्छ, अलि लामो छ। विभिन्न अन्तर्राष्ट्रिय समुदायले समेत शासनमा प्रभाव पार्छन्। कसले प्रभाव पार्छन्? धेरैले प्रभाव पाइरहेका हुन्छन्। त्यसलाई बहुस्तरीय शासन भनिन्छ। र हामीले नीति बनाउँदा होस्, योजना बनाउँदा होस्, कानुन बनाउँदा होस्, बहुस्तरीय प्रभावहरू पनि परिरहेका हुन्छन् सरकारले गर्ने काममा पनि। यो चाहिँ अहिलेको सन्दर्भमा हामीले जोड्न सकिन्छ। त्यसले एक्जाममा के हुन्छ भने नलेखी नहुने कुरा, लेख्नै पर्ने कुरा, जुन कि शासनको सन्दर्भमा अघि भनेका शासनमा चाहिँ निरङ्कुश शासन र लोकतान्त्रिक शासन र त्यसका दुईवटा पार्ट, त्यो चाहिँ नछुटाउन नहुनेमा पर्छ। अब त्यो लेखिसकेपछि पनि अलिकति टाइम पनि रह्यो, अलिकति लामो पार्न मन लाग्यो भने जोड्न मिल्ने, छुटाउन नहुने, जोड्न मिल्ने। छुटाउन नहुनेलाई छुटाउनु भएन, अरू जोडिएन भने धेरै फरक केही त्यस्तो केही पर्दैन। यी दुईटा कुरालाई जोड दियो भने ठिकै हुन्छ। यसरी हामीले शासनको सन्दर्भको कुरा लेख्न सक्छौँ। एक्जाममा क्वेसन कसरी सोध्छ होला? लिनिक्षा लामाजी, क्वेसन त जसरी पनि आउँछ, मैले क्वेसनको एन्सरमै आउँछु, चिन्ता नगर्नु होला। क्वेसन चाहिँ नि जसरी शासनको अवधारणा बारे उल्लेख गर्दै शासनका विशेषताहरू बारे
आफ्नो जानकारी प्रस्तुत गर्नुहोस्, शासनको परिचय दिँदै शासनको अवधारणा स्पष्ट गर्नुहोस्, होइन? शासनको परिचय दिँदै शासनका सन्दर्भहरूको बारेमा विवेचना गर्नुहोस्। यस्तो किसिमबाट जसरी पनि यो भित्र यति धेरै आउँछ। अब अहिले अहिले म क्वेसनको एन्सरमै पनि आउँछु, अलिकति नोटको कुरा चाहिँ त अब रेबोन एक्जाम हबबाट आइसकेको छ, किनभने हामी रिसोर्स पर्सनले डाइरेक्ट तपाईँहरूलाई चाहिँ नि नोट दिन सक्दैनौँ। त्यसले गर्दाखेरि यो चाहिँ नि रेबोन एक्जाम हबले उपलब्ध गराउने हो नोट। नोट उपलब्ध गराउने विधि के छ त्यो कुरा चाहिँ त पछि हाम्रो मिलन फुयालजी हुनुहुन्छ यसको होल म्यानेजमेन्ट गर्ने रेबोन हबको तर्फबाट, उहाँले भन्नु पनि हुन्छ कहिले आउँछ कसरी आउँछ भन्ने कुरा। रिसोर्स पर्सनले चाहिँ नि क्लास सकिएपछि कहिलेकाहीँ के हुन्छ भनेदेखि तपाईँहरूले हतार गर्नु हुँदैन, नोटलाई एकदमै अहिले क्लास सकिने बित्तिकै भन्न पनि हुँदैन। कतिपय कुरा तपाईँहरूसँग केही करेक्सन गर्नुपर्ने हुन्छ कि यहाँनिर, कहिले कहिले करेक्सन गर्नुपर्ने, कहिले केही थपिदिनु पर्ने, त्यस्तो पनि हुन्छ कि। त्यसले गर्दाखेरि कुनै मिस्टेक भएको अङ्कहरू हुन्छ, कुनै अक्षरहरू हुन्छ, त्यसलाई पनि सकभर चाहिँ नि हामीले पढाउँदै जाँदाखेरि देखिरहेको हुन्छ नि त, त्यसलाई करेक्सन गरेर अनि फेरि अब राति क्लास सकिँदा 9 बज्छ, हामी पनि थाकेको हुन्छौँ, भोलि बिहान अनि फ्रेस भएर केही कुरा थप्न मन लागेको कुरा थपेर त्यसरी दिने हो, त्यसरी धेरै हतार पनि गर्नु हुँदैन। शासन सञ्चालनका आधारभूत मान्यता, शासन सञ्चालनका आधारभूत मान्यता, ठिक छ, आउँदैछ, अहिले हतारिनु पर्दैन, अझै बाँकी छ आधारभूत मान्यता। यो शासनको विशेषता पढिसकेपछि त्यो कुरा गरौँला, यसैमा आउँछन् धेरै कुराहरू। ल, यो भइसकेपछि अब हामी शासनका विशेषता, गुणहरू, चरित्रहरूको बारेमा जाउँ। म मान्यतामा आउँछु है, मान्यता कसरी देख्ने, किनकि तपाईँहरूले भने सबै ठ्याक्कै मान्यता भनेरै मैले यहाँ नबनाएको हुनसक्छ, तर म भन्छु। शासनका विशेषता, गुणहरू या चरित्रहरू, एउटा त शासनसँग नियामक र साधन स्रोतको शक्ति हुन्छ कि। शासनको चरित्रै भने के हो भने, चाहे त्यो डिक्टेटरसिप होस्, चाहे त्यो डेमोक्रेटिक गभर्नेन्स होस्, दुइटैसँग के हुन्छ, रेगुलेटरी पावर हुन्छ। जब रेगुलेटरी पावर लुज गर्छ नि त्यो बेलाखेरि शासन रहँदैन, शासन चेन्ज हुन्छ। भनेको गलत क्रियाकलाप, चोरी गर्ने, बदमासी गर्ने, अपराध गर्नेलाई कारवाही गर्ने पावर हुन्छ कि। उसँग पुलिस हुन्छ, उसँग सेना हुन्छ, को शक्ति हुन्छ, त्यो सहित हो शासन भनेको चाहिँ। एउटा सेनाको पावर, एउटा पुलिसको पावर सहितको हो शासन भने। उनीहरूले गर्ने काम पनि शासनको अङ्ग हो। त्यसैले रेगुलेटरी पावर हुन्छ शासनसँग, र रिसोर्स पावर पनि हुन्छ। इकोनोमी बिनाको शासन हुँदैन। अब अर्थतन्त्र हुनुपर्छ, उसँग बजेट हुन्छ, योजना हुन्छ, कार्यक्रम हुन्छ, रेभिन्यू हुन्छ, उसको रिसोर्स हुन्छ, त्यो रिसोर्सलाई चाहिँ युज गर्ने पावर हुन्छ। पार्लियामेन्टले बजेट बनाउँछ, एक्जिक्युटिभले त्यसलाई खर्च गर्छ, होइन? एउटा सिस्टम हुन्छ रिसोर्सको चाहिँ, त्यो पावर पनि हुन्छ शासनभित्र, चाहे त्यो डिक्टेटरसिप होस् या चाहे त्यो डेमोक्रेसीमा होस्। अर्को कुरा शासनको विशेषता भनेको, शासनको नेतृत्व जहिले पनि राजनीतिले गर्छ, लेड बाई पोलिटिक्स। एडमिनिस्ट्रेसनले गर्दैन, न्यायालयले गर्दैन, या सञ्चार जगतले गर्दैन, लिड गर्छ पोलिटिक्सले, राजनीतिले गर्छ शासनको नेतृत्व जहिले पनि। राजनीति अधिकारभित्र पर्छ कि शासन भने, उसैले लिड गर्ने। त्यो चाहिँ डिक्टेटरसिपमा पनि डेमोक्रेसीमा पनि त्यही नै हो। संविधान तथा कानुन नै शासन सञ्चालनको आधारका रूपमा रहेर हुन्छ, चाहे त्यो डिक्टेटरसिपमा होस् या डेमोक्रेसीमा होस्, जुनसुकै व्यवस्था पनि संविधान त हुन्छ नै। त्यो संविधान या कानुनले नै शासन सञ्चालनको आधार, मार्गदर्शन गर्ने चाहिँ त्यही संविधानले हो, त्यही कानुनले नै हो। कसका अधिकार के हुने भन्ने कुरा त्यसले डिटर्मिन गर्ने हो। लोकतान्त्रिक शासनमा सार्वभौम सत्ता जनतामा हुन्छ। अब डेमोक्रेसीको कुरा गर्ने भने, अब शासन भन्ने बित्तिकै हामी धेरै डेमोक्रेटिक पोइन्ट अफ भ्यूबाटै हेर्छौँ, अब डिक्टेटरतिर फर्किने कुरा छैन। लोकतान्त्रिक शासनमा सार्वभौम सत्ता जनतामा हुन्छ। सोभरेन पावर भनेको राइट टु रुल, सरकार चलाउने, राज्य चलाउने अधिकार जनतामा हुन्छ। सांसदहरूले त जस्ट जनताको बिहाफमा उनीहरूको अधिकार प्रयोग गरेको मात्रै हो। पिपुलले भोटिङको माध्यमबाट डेलिगेट गरेको पावरलाई युज गरेको मात्रै हो पार्लियामेन्टरीहरूले,
रियल चाहिँ नि सोभरेन पावर भनेको पिपुलमा हुन्छ। जनताका प्रतिनिधिबाट शासन हुन्छ, रुल बाई रिप्रेजेन्टेटिभ अफ पिपुल हुन्छ, गभर्नेन्स बाई रिप्रेजेन्टेटिभ अफ पिपुल हुन्छ। जनताका प्रति सबै 3 करोड जनताले आफ्नो शासन आफै गर्न सम्भव छैन। त्यसो भएको हुनाले आफ्ना रिप्रेजेन्टेटिभको थ्रु उनीहरूले शासन गरिरहेका हुन्छ। आवधिक निर्वाचन, पाली मताधिकार, दलीय प्रतिस्पर्धा रहन्छ। पिरियडिक इलेक्सन हुन्छ, 4-4 वर्षमा या 5-5 वर्षमा आफ्नो देशको संविधान कानुन बमोजिम आवधिक निर्वाचन हुन्छ। बाली मताधिकार, उमेर पुगेका मान्छेहरूले मतदान गर्न पाउँछन्। दलीय प्रतिस्पर्धा हुन्छ, राजनीतिक दल बीचमा कम्पिटिसन हुन्छ। त्यो नै हो एउटा लोकतन्त्र। लोकतान्त्रिक संविधानले शासनको दिशा निर्देश गर्छ। डेमोक्रेटिक कन्स्टिट्युसनले नै शासनलाई कस्तो डेस्टिनेसनमा पुग्ने, कहाँ पुग्ने, कस्तो बनाउने, हामी एउटा समृद्ध मुलुक बनाउने भन्छौँ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने भन्छौँ। संविधानले त्यही कुरालाई भनिरहेको हुन्छ नि त, उसको डेस्टिनेसनको रूपमा त्यो हुन्छ। एउटा समृद्ध मुलुक बनाउने त्यही डेस्टिनेसन संविधानले भन्यो। शासन बहुपात्र मल्टी एक्टर्सको भूमिका रहन्छ। सरकार, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, सहकारी क्षेत्र होइन। सरकार, निजी क्षेत्र र गैर सरकारी क्षेत्रको माध्यमबाट देशको आर्थिक विकास गर्नु आर्थिक उद्देश्य हुनेछ भनेर निरर्थक सिद्धान्तमा लेखेका छन्। त्यही हो। विधिको शासन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन्छ। त्यसै गरी नागरिकका मौलिक हक र मानव अधिकारको उच्चतम सम्मान हुन्छ। एकदमै त्यो मानव अधिकार र मौलिक हकको सम्मान हुन्छ। यो नै शासनका गुणहरू या चरित्रहरू हैन। अब आधारभूत मान्यता भन्नुभयो हैन, कसले भन्नु आधारभूत मान्यता? लिनिक छ्याजीले भन्नुभएको छ शासन सञ्चालनका आधारभूत मान्यता के हुन् त? अब आधारभूत मान्यता यही भित्र छ। विशिष्ट गुण या आधारभूत मान्यता नभई नहुने कुरा आधारभूत मान्यता, बेसिक एजम्पसन हैन। एउटा शासनको स्पष्ट दृष्टिकोण हुन्छ, क्लियर भिजन, त्यो आधारभूत मान्यता हो। भिजनलेस हुँदैन गभर्नेन्स, भिजनलेस हुँदैन। जस्तो हाम्रो जस्तो अब उत्तर अमेरिकाको त के भिजन होला र सर भन्नु होला नि फेरि, हाइली टोटलिटेरियन, उसको पनि भिजन छ नि। अमेरिकासम्म चाहिँ नि मार हान्न सक्ने मिसाइलको प्रयोग गर्ने, त्यो निर्माण गर्ने, उसको भिजन त्यही होला। अमेरिकाको भिजन के छ? संसारको नेतृत्व गरिराख्ने पोलिटिकल लिडरलाई, त्यो होला। चाइनाको भिजन के होला? बाई 2040 चाहिँ नि ऊ सुपर पावर बन्ने, आर्थिक रूपले 2030 सम्ममै ऊ सुपर पावर बन्ने। हरेक आफ्नो भिजन छन् नि त। त्यसैले हरेक देशका आफ्नो भिजन छन् भन्नुको अर्थ त्यो शासनको भिजन हो। हाम्रो पनि छ, हामी समृद्ध मुलुक बन्ने, संघीय लोकतन्त्रलाई संस्थागत गर्ने, एउटा समाजवादी अर्थव्यवस्थालाई अवलम्बन गर्ने, समाजवादमा पुग्ने, त्यही छ। इकोनोमिक पार्टलाई हेर्ने भने बाई 2030 चाहिँ लिस्ट डेभलप कन्ट्रीबाट यो के अरे लो लेभलको इन्कम भएको मुलुकबाट मिडियम लेभलको इन्कम भएको मुलुकमा पुग्ने। बाई 2026 अर्को वर्षसम्ममा हामीले लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा ग्रेजुएसन हुने, त्यही हो भिजन। स्पष्ट भिजन हुन्छ। भिजन चाहिन्छ, आधारभूत कुरै त्यही हो। सिभिक इङ्गेजमेन्ट, नागरिकहरूको संलग्नता, सहभागिता, नागरिकको सपोर्ट। नागरिकको सपोर्ट भएन भने कुनै शासन रहँदैन है, शासन चेन्ज हुन्छ। जब नागरिकहरूले चाहिँ एभोइड गर्छन् त्यो बेलामा शासन रहँदैन, तपाईँले देखि नै रहनु भएको छ। अर्को परिदृश्य आउँछ हैन, अकाउन्टेबिलिटी। शासन व्यवस्था, शासकहरू, शासकीय पात्रहरू पिपुलप्रतिको एकाउन्टेबिलिटी हुनुपर्छ उनीहरूको, त्यो आधारभूत मान्यता हो। अझ लोकतन्त्रमा हो पारदर्शिता, खुलापन, कस्तो नीति बन्दैछ, कस्तो कानुन बन्दैछ, कस्तो डिसिजन भयो, आम पिपुलले थाहा पाउने हुनुपर्छ। नियामक क्षमता, रेगुलेटरी पावर, नियमन गर्ने, गलत क्रियाकलापलाई कन्ट्रोल गर्ने मेकानिजम, त्यो सिस्टम त्यो हुनुपर्छ। इन्स्टिट्युसनल क्यापासिटी, प्रहरी, संसद, न्यायालय, सबको इन्स्टिट्युसनल क्यापासिटी, आफ्नो काम गर्ने सक्षमता उनीहरूको हुनुपर्छ।
त्यो आधारभूत मान्यता हो, लोकतान्त्रिक संस्कार र व्यवहार होइन। संविधानका धारामा या कानुनका दफा मात्रै लोकतन्त्र भएर पुग्दैन। लोकतन्त्र त व्यवहारमा संस्कारमा हुनुपर्छ। त्यो नै आधारभूत मान्यता हो, इथिक्स, नैतिकता। यही हो। तपाईँले मान्यता भने पनि, विशिष्ट गुण भने पनि यिनै कुराहरूलाई लेख्न सक्नुहुन्छ। सेम हो गुण र विशेषता। बिपी शर्माजी क्यारेक्टर हो दुइटै। राम थापा राम थापाजीले भनेको कुरा अहिले पछि व्यवस्थापनले भन्नु होला है। आफ्टर एडमिसन रे ल ओके। ह्यान्डआउट्सतिर भन्दा पनि पहिला पढ्ने कुरातिर चिन्ता गर्नुपर्छ है। पहिला कुरा बुझिसकेपछि ह्यान्डआउट नोट त हामी दिइहाल्छौँ, तपाईँहरूलाई क्वेसन एन्सर सहितकै नोट दिन्छौँ, सबै दिन्छौँ, डिटेल दिन्छौँ। आजको मात्रै करिब 13 पेजको तपाईँले पाउनुहुन्छ शासनको अवधारणा मात्रै। अर्को कुरा शासन तथा सरकार बीचका प्रमुख भिन्नताहरू। एक्जाममा पहिला आएको पनि छ यो। शासन र सरकार बीचका भिन्नता के छन्? कहिलेकाहीँ एक्जाममा चाहिँ नि दुईटा बिचमा कम्पेयर गर्ने या फरक छुट्याउने यस्तो किसिमको प्रश्न पनि हुन्छ नि। मैले हिजो ओरिएन्टेसनमा पनि देखाएको थिएँ। ओके, शासन भन्ने बित्तिकै के रहेछ त भन्दाखेरि शासन संविधान, नियम, कानुन, प्रचलन अनुसार विकास भएको प्रणाली, एउटा सिस्टम हो कि शासन भनेको। जुन शासन, संविधान, नियम, कानुन, प्रचलन एउटा भन्यो नि पावर हो, पोलिटिकल, इकोनोमिक, सोसल, लिगल पावर हो यो, जुन संविधानबाट, नियम कानुनबाट, प्रचलनबाट विकास भएको हुन्छ। बेलायतमा प्रचलनबाटै विकास हुने हो नि। कतिपय कुराहरू कल्चरबाटै हुन्छ, संस्कारबाटै हुन्छ, पद्धति त्यस्तो हुन्छ। बेलायतमा चाहिँ नि संसदको बैठक फेब्रुअरी महिनाको 24 तारिकको दिन दिउँसो 1 बजे बस्छ। त्यो कहीँ लेखेको छैन, त्यो संस्कार हो। अमेरिकामा चाहिँ नि हरेक 4 वर्षको नोभेम्बर महिनाको दोस्रो सोमबार चाहिँ नि इलेक्सन भएर त्यसपछि आउने जनवरी महिनाको 20 तारिकको दिन राष्ट्रपतिको शपथ ग्रहण हुन्छ, क्यापिटल हिल भनेको संसद भवन अगाडि। त्यो के हो भन्दा प्रचलन हो हैन। यति नै गते बजेट ल्याउने भन्ने कुरा पनि प्रचलन हुन्छ, हामीले मात्रै लेखेको हो। त्यसैले यो त एउटा सिस्टम हो, संविधान, नियम, कानुन, प्रचलन बमोजिमको सिस्टम हो शासन भनेको। सरकार भनेको के हो? सरकार शासन सञ्चालनको नेतृत्वकर्ता हो के, लिडिङ एक्टर हो। शासन सञ्चालन गर्ने अरू धेरै एक्टरहरू छन्, तर लिडर चाहिँ को हो? गभर्मेन्ट हो। यो फरक भयो। त्यसैले शासन राज्यको अवधारणा हो, दृष्टिकोण र पद्धतिको समग्र रूप हो, एउटा कन्सेप्ट हो शासन भनेको, फिलोसफी हो, भिजन हो। अनि सरकार भनेको तिनै अवधारणा, दृष्टिकोण लागू गराउने एउटा प्रमुख संयन्त्र, मेजर मेकानिजम हो सरकार भनेको। मेकानिजम किन भन्यो भने त्योभित्र एडमिनिस्ट्रेसन पनि हुन्छ, उसका ह्यान्ड्सहरू हुन्छन्, एक्जिक्युटिभ ह्यान्ड्सहरू, संस्थाहरू हुन्छन्। त्यसले मेजर मेकानिजम चाहिँ हो सरकार हो। शासन लामो समयसम्म 100 वर्ष पनि एकै किसिमले सञ्चालन भइरहेको हुन्छ। हेर्नु त 1787 पछि अमेरिकाको शासन पद्धति एउटै हो। 1787 भनेपछि कति भयो? 238 वर्ष भयो है। 238 वर्ष भयो। त्यो अमेरिकाको शासन एउटै छ, उही प्रेसिडेन्सियल सिस्टम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रेसिडेन्सियल सिस्टम। बेलायतको शासन त 1688 पछि एउटै किसिमको रहेको छ। कति वर्ष हो? 300 कति त्यो चाहिँ 337 वर्ष भन्छ हैन। यसरी 100 वर्षसम्म एउटै किसिमको शासन चलिरहेको हुन्छ। तर सरकार के हुन्छ? एउटा शासन प्रणाली अन्तर्गत 100 सरकारले काम गरिरहेको हुन्छ हैन। 100 सरकारले काम गरिरहेका हुन्छन्। अनि शासन पद्धति अनुसार सञ्चालन हुने सरकार लोकतान्त्रिक डेमोक्रेटिक हुन्छ। जुन सरकार चाहिँ शासन पद्धति अनुसार सञ्चालन हुन्छ, संविधान, नियम, कानुन अनुसार चल्दै जान्छ, त्यो डेमोक्रेटिक हुन्छ। डेमोक्रेटिक हुँदै जान्छ कि पिपुलको फर्ममा काम गर्दै जान्छ। तर
सरकारको इच्छा अनुसार शासन परिवर्तन भयो भने के हुन्छ? सरकारको इच्छा अनुसार शासन परिवर्तन गर्दै लग्यो भने के हुन्छ? जहिले पनि जहिले पनि के हुन्छ भने आफ्नो इच्छा अनुसार हुन थाल्यो भने त्यो निरङ्कुश बन्ने खतरा रहन्छ। त्यो हुन्छ। शासन सफ्टवेयर हो। शासन कुन कलरको कत्रो हाइट वेट केही भन्न सकिन्न। सरकार सफ्टवेयर अन्तर्गत कार्य सम्पादन हार्डवेयर हो। त्यहाँ सरकार, मन्त्री परिषद, सरकारका अङ्गहरू, ब्युरोक्रेसी सब देखिन्छन्, भिजिबल छन्, मेजरेबल छन्, टचेबल छन्। शासनको परिवर्तन क्रान्ति वा ठुलो अभियानबाट हुन्छ। कुनै पनि शासन चेन्ज गर्ने, अहिले हामीले संसदीय शासन पद्धति, लोकतान्त्रिक भनेका छौँ, गणतन्त्र भनेका छौँ, संघीय भनेका छौँ, त्यो त्यतिकै परिवर्तन हुँदैन। ठुलो रिभोल्युसन, त्यसको विरुद्धको रिभोल्युसन फेरि, वा ठुलो अभियान, एउटा क्याम्पेनिङ, सबै ल यसलाई चेन्ज गरौँ भनेर लाग्यो भने मात्रै हुनसक्छ। तर सरकार परिवर्तन सामान्य प्रक्रिया हो। एभ्री 5 इयर्समा अथवा त्योभन्दा अगाडि नै पनि त्यो संविधान अनुसार, कानुन बमोजिम परिवर्तन भइ नै रहन्छ। त्यसले शासन र सरकार बीच भिन्नता छ। यहाँनिर उल्लेखित भिन्नताले शासन बहुआयामी, दीर्घकालीन र प्रणालीगत आधारमा विकास हुने बृहत विषय हो। तर सरकार शासन पद्धति अनुसार स्थापित हुने एक्टर मात्र हो भन्ने देखिन्छ। शासन सञ्चालनमा अन्य एक्टर पनि हुन्छन्, तर सरकार सबैको नेतृत्वकर्ता हो। असल सरकारले शासनलाई असल बनाउन र खराब सरकारले शासनलाई कमजोर बनाउन सक्छ। सरकार असल छ भने शासनलाई अझ परिष्कृत गर्दै लैजान्छ। सरकार खराब छ भने शासनलाई कमजोर, विश्वासहीन, दिशाहीन बनाइदिन्छ। त्यो स्थिति हुन्छ। निष्कर्षमा शासन नारी हित प्रवर्धनको लागि हुन्छ। लोकतान्त्रिक विधि पद्धतिले नै शासनलाई जनमुखी बनाई वास्तविक शासनको प्रतिनिधि दिन सक्ने देखिन्छ। वास्तविक शासन भनेको अहिले चाहिँ लोकतान्त्रिक शासन पद्धति हो कि डेमोक्रेसीतर्फ नै देशहरू गइरहेको अवस्थामा छ। शासनको अवधारणा शासकलाई शक्तिशाली बनाउने प्रणालीदेखि सुरु भएर, अघि हामीले सुरुमा भन्यौँ नि, शासन त पहिले समाज निर्माणदेखि नै शासनको सुरुवात भएको रहेछ। त्यतिखेर लिडर हुँदो रहेछ। पछि चाहिँ समाज मिलेर राज्य बन्यो। त्यतिखेर एउटा राजा भए। त्यतिखेर के थियो? त्यो शासकलाई शक्तिशाली बनाउने, निरङ्कुश पद्धति हो भने शासकलाई शक्तिशाली बनाउने प्रणाली हुन्छ। त्योदेखि सुरु भएर जनतालाई अधिकार सम्पन्न बनाउने, अहिले चाहिँ नि पिपुललाई चाहिँ नि राइटफुल, पावरफुल बनाउने र राज्यको वास्तविक मालिक बनाउने प्रणालीमा आएको देखिन्छ। लोकतान्त्रिक पद्धतिको विकास नै वास्तविक शासन हो भन्ने मान्यता स्थापित भएको छ। डेमोक्रेटाइजेसन हुनु पर्यो, लोकतान्त्रिकरण हुनु पर्यो, लोकतन्त्रलाई बलियो बनाउनु पर्यो, त्यो शासन नै राम्रो हुन्छ। त्यो नै हाम्रो निष्कर्ष। अब यति भनिसकेपछि तपाईँलाई म प्रश्न उत्तरमा आएँ है। धेरैको ध्यान प्रश्न उत्तरमा छ, तर कन्सेप्ट पनि बुझ्नुपर्छ। तपाईँले प्रश्नको उत्तर मात्रै बुझ्न थाल्नुभयो भने फेरि अलिकति प्रश्न घुमाउनु साथै एन्सर लेख्न नसक्ने अवस्था हुन्छ। त्यसैले कन्सेप्ट पनि बुझ्ने, प्रश्न उत्तर पनि हेर्ने, दुइटै कुराहरू गर्ने। हेर्ने मात्रै होइन, क्वेसन एन्सर चाहिँ प्र्याक्टिसै गर्नुपर्छ। ल, अब यो एउटा प्रश्न छ, नेपालको शासन व्यवस्थालाई लोकतान्त्रिक शासन व्यवस्थाको रूपमा स्थापित गर्ने आधार उल्लेख गर्नुहोस्। अलिकति अप्ठ्यारै होला है। नेपालको शासन व्यवस्थालाई लोकतान्त्रिक शासन व्यवस्थाको रूपमा स्थापित गर्ने आधार उल्लेख गर्नुहोस्। साथै व्यावहारिक लोकतन्त्र र यसको चरित्रको सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्नुहोस्। व्यावहारिक लोकतन्त्र, प्र्याक्टिकल डेमोक्रेसी, जसलाई चाहिँ स्क्यान्डिनेभियन मुलुकहरूले आजभोलि रिइन्भेन्टिङ डेमोक्रेसी भन्छ कि, रिइन्भेन्टिङ डेमोक्रेसी, व्यावहारिक संस्कारगत लोकतन्त्र। संविधानमा उल्लेख भएका कुराले मात्रै हुँदैन, त्यसलाई व्यवहारमा कार्यान्वयन पनि भएको हुनुपर्छ भन्छन्। यसको एन्सर हेरौँ। एन्सर लेख्ने ढाँचा पनि हो यो चाहिँ नि, यो खालि एन्सर। यसमा दुइटै कुरा हुन्छ। एक त तपाईँले कन्टेन्ट पाउनुहुन्छ, विषयवस्तु पाउनुहुन्छ, अर्को ढाँचा पाउनुहुन्छ। जसले अब प्र्याक्टिस हेरिरहनु भएको छैन क्वेसन एन्सरहरू, उहाँहरूको लागि यो झनै महत्त्वपूर्ण हुन्छ। पहिला यसमा हामीले के गर्नु पर्यो त, लोकतान्त्रिक शासनको परिचय दिनु पर्यो।
नेपालको शासन व्यवस्था लोकतान्त्रिक शासन व्यवस्थाको रूपमा स्थापित गर्ने आधार उल्लेख गर्नु भनेको छ नि त। के हो त लोकतान्त्रिक शासन? तपाईँहरू चाहिँ शासनको परिचय दिनुहुन्छ धेरैजनाले, त्यसो होइन। त्यहाँ शासनको परिचय होइन, लोकतान्त्रिक शासनको परिचय दिनु पर्यो। अलिकति लोकतन्त्रको कुरा जोड्नु पर्यो, कुरा त्यति हो। जनताका प्रतिनिधिले शासन गर्ने पद्धति नै लोकतान्त्रिक शासन हो। नागरिकहरूले आवधिक निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधि चयन गर्ने र नागरिक अपेक्षालाई सर्वोपरि मान्दै शासन गर्ने प्रणाली हो लोकतान्त्रिक शासन पद्धति। जनतामा सार्वभौम अधिकार निहित रहने र जनहित नै शासनको केन्द्रबिन्दु रहने प्रणाली हो। त्यसले लोकतान्त्रिक शासनको परिचय दिउँ, यति भएपछि भइ नै हाल्यो लोकतान्त्रिक शासनको परिचय। दोस्रो पाठ यहाँ के सोधेको छ? नेपालको शासन व्यवस्थालाई लोकतान्त्रिक शासन व्यवस्थाको रूपमा स्थापित गर्ने आधार के हुन्? नेपालको अहिलेको शासन पद्धति कसरी लोकतान्त्रिक हो, के आधारमा लोकतान्त्रिक हो भन्ने कुरा हो के यो। त्यसलाई लजिकले पुष्टि गर्नु पर्यो। अहिले जनताका प्रतिनिधिले संविधान सभा मार्फत बनाएको संविधान र सो संविधान नै शासनको मार्गदर्शक रहेको। नेपालमा के छ अहिले? जनताले संविधान सभा मार्फत बनाएको संविधान छ, कन्स्टिट्युसन एसेम्ब्ली थ्रु बनाएको संविधान हो। जनताका यो संविधान नै जनताका प्रतिनिधिले बनाएको संविधान हो भनेपछि लोकतान्त्रिक त हो नै। र संविधान नै शासनको मार्गदर्शक हो, संविधान नै शासनको लिड गर्छ होइन। सार्वभौम सत्ता नेपाली जनतामा भएको, सोभरेन पावर, राइट टु रुल, राज्य सञ्चालन गर्ने स्टेट पावर सब नागरिकसँग भएको, सार्वभौम सत्ता नेपाली जनतामा भएको। जनताका छोराछोरी राष्ट्रपति हुन पाउने गणतन्त्रात्मक शासन व्यवस्थाको अवलम्बन। गणतन्त्र भने के? गणतन्त्र भनेको एउटै कुरा के हो भने इलेक्टेड प्रेसिडेन्ट, इलेक्टेड हेड अफ द स्टेट हुन्छ भने त्यो गणतन्त्र हो। इलेक्टेड भन्ने बित्तिकै जनताका छोराछोरी, सर्वसाधारण जनताका छोराछोरी पनि राष्ट्रपति हुन पाउने, हेड अफ द स्टेट हुन पाउने व्यवस्था, यो नै हो लोकतन्त्र। हाम्रो जनताका छोरा पनि छोरी पनि भइसक्यो नि त होइन र, हेड अफ द स्टेट। त्यसै कारणले यो डेमोक्रेसी हो भन्ने कुराको पुष्टि हो। यो शासन लोकतान्त्रिक हो। अनि राज्यका 3 तह नै बाली मताधिकार र आवधिक निर्वाचनको व्यवस्था रहेको छ। कसले कोर्नु भयो? राम्रो लागेन कि है? राज्यका 3 तहमा नै बाली मताधिकार र आवधिक निर्वाचनको व्यवस्था छ। जहाँ पिरियडिक इलेक्सन हुन्छ त्यो लोकतन्त्र हो। आवधिक र बाली मताधिकार जहाँ हुन्छ त्यो लोकतन्त्र हो। राज्यका सबै तह र क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ। हेर्नु त, प्रोपोर्सनल रिप्रेजेन्टेटिभ सिस्टम चाहिँ नै छ हाम्रोमा। पछाडि परेका वर्ग, क्षेत्र, समुदायको रिप्रेजेन्टेसन एन्ड प्रेजेन्टेसन भइरहेको अवस्था छ। मौलिक हकको वृहत व्यवस्था र मानव अधिकारको प्रत्याभूति छ। स्वतन्त्र र सक्षम न्यायालय, कम्पिटेन्ट कोर्ट, संयुक्त आफ्नो बारेमा निर्णय गर्न सक्ने त्यस्तो किसिमको कोर्ट छ। शक्ति पृथक र शक्ति सन्तुलनको व्यवस्था छ। सेपरेसन अफ पावर र ब्यालेन्स अफ पावरको व्यवस्था संविधानमा स्पष्ट छ। के आयो? अनि बढी निष्पक्षतापूर्वक सम्पादन गर्नुपर्ने कार्यपालिका काम गर्न संवैधानिक निकायको व्यवस्था छ। कन्स्टिट्युसनल बडीहरू के हो भने त्यो कार्यपालिका काम गर्नेको लागि हो, कार्य एक्जिक्युटिभ काम नै गर्ने उनीहरूले। तर मोर इन्डिपेन्डेन्ट, मोर फेयरली काम गर्नुपर्ने स्थिति भयो भने त्यतिखेर संवैधानिक आयोगहरूको व्यवस्था गरिन्छ। हाम्रोमा त 13वटा संवैधानिक निकायहरू छ होइन। त्यो एक्जिक्युटिभ फङ्सनलाई पनि इन्डिपेन्डेन्ट भएर गर्ने, फेयर भएर गर्नेको लागि व्यवस्था गरिएको हो। संवैधानिक न्यायिक र महत्त्वपूर्ण पदमा संसदीय सुनवाईको व्यवस्था, पार्लिमेन्टरी हियरिङको व्यवस्था गरिएको छ। त्यो चाहिँ नै जनताको रिप्रेजेन्टेटिभले उनीहरू ती नियुक्ति हुन लागेका व्यक्तिहरू ठिक हुन् कि होइनन् भन्ने कुराको हियरिङ गर्ने, सुनवाई गर्ने, सुझाव दिने, त्यहाँबाट पारित गर्नुपर्ने व्यवस्था छ। प्रधान न्यायाधीश र संवैधानिक पदाधिकारीहरू नियुक्तिमा सहमतियुक्त र सक्षम व्यक्ति नियुक्ति गर्न संवैधानिक परिषदको व्यवस्था रहेको छ। यी सबै कुराले पनि नेपालको संविधान लोकतान्त्रिक संविधान हो, नेपालको शासन लोकतान्त्रिक शासन हो भन्ने पर्याप्त आधार र कारणहरू रहेका छन्। अब प्रश्नमा सोधेको अर्को पाठ छ व्यावहारिक लोकतन्त्र र यसो चरित्र। अहिले लोकतन्त्रलाई कसरी व्यवहारमा अवलम्बन गर्ने त? यो भन्यो नि। सायद व्यावहारिक लोकतन्त्र यसो चरित्रको सम्बन्धमा आफ्नो धारणा प्रश्न गर्नुहोस्। के हो व्यावहारिक लोकतन्त्र?
व्यावहारिक लोकतन्त्र। सरी, कता पुग्यो? लोकतन्त्र लोकतान्त्रिक मूल्य मान्यताका आधार तत्त्व लेख्दा हुने नै रहेछ। ठिक छ, एकदम हुन्छ। त्यसलाई मिलाएर लेख्ने, मिलाएर लेखेपछि भइहाल्छ। जानेको कुरालाई टक्क क्वेसन अनुसार मिलाएर लेख्ने, त्यही नै हो। ओके, व्यावहारिक लोकतन्त्र यसको चरित्र। स्वच्छ र निष्पक्ष निर्वाचनले नै लोकतन्त्रको व्यावहारिक कार्यान्वयन गर्ने हो। फ्री एन्ड फेयर इलेक्टोरल प्रोसेस हुनुपर्छ, जहाँ बिना अनुचित प्रभाव जनताले स्वतन्त्रपूर्वक मत दिएर जनप्रतिनिधि निर्वाचित हुन्छन् र उनीहरूले जनताको वास्तविक प्रतिनिधित्व गर्छन्। त्यो नै व्यावहारिक लोकतन्त्र हो, होइन? संवादमा आधारित लोकतन्त्र, डेलिबरेटिभ डेमोक्रेसीको अवलम्बन गर्ने। संवादमा आधारित, आवधिक रूपमा निर्वाचित जनप्रतिनिधि निर्वाचित भइसकेपछि अब हाम्रोमा के हुन्छ भने, निर्वाचित भइसकिसक्यो, अब जनताले जिताहाल्यो, मैले जसरी काम गरे पनि हुन्छ, नगरे पनि हुन्छ, संसदमा प्रेजेन्स भए पनि हुन्छ, नभए पनि हुन्छ भन्ने किसिमको देखियो। त्यो लोकतन्त्र त भयो, तर व्यावहारिक लोकतन्त्र भएन। व्यावहारिक लोकतन्त्र भनेको के भने, चुनावमा जितिसकेपछि पनि नागरिकसँग संवाद गरिरहनुपर्छ, सुख दुःख बुझिरहनुपर्छ। सांसदले कुनै कानुन तर्जुमा बनाउँदा पर्दाखेरि जनताको राय बुझिरहनुपर्छ, आफ्ना निर्वाचन क्षेत्रका जनताको विचारधारणा बुझिरहनुपर्छ, जनतासँग प्रत्यक्ष सम्बन्धमा रहनुपर्छ भने हो। त्यसलाई डेलिबरेटिभ डेमोक्रेसी भनेर भन्छ। संवादमा आधारित, छलफलमा आधारित, जनताका कुराहरू बुझेर गर्ने डेलिबरेटिभ डेमोक्रेसी। राजनीतिक दल सरकारमा गए चुनावी घोषणापत्रको कार्यान्वयन गर्नुपर्छ। इलेक्टोरल मेनिफेस्टोमा चाहिँ म यो गर्छु त्यो गर्छु यस्तो धेरै उडन्ते कुरा गर्ने, अनि त्यही दल सरकारमा गएपछि त्यसलाई कार्यान्वयन नगर्ने भने व्यावहारिक लोकतन्त्र भएन। त्यसैले आफ्नो इलेक्टोरल मेनिफेस्टोलाई चाहिँ इम्प्लिमेन्ट गर्नुपर्छ। सार्वजनिक पदाधिकारीबाट सुशासनयुक्त व्यवहार प्रदर्शन गर्नु पर्यो, यो त छँदै नै छ। इथिक्सको कोड अफ कन्डक्टको पालना गर्नु पर्यो, पारदर्शिता र जवाफदेही हुनु पर्यो। विधिको शासन, सबैका लागि कानुन तथा दण्ड व्यवस्थाको समानता हुनुपर्छ। रुल अफ ल भन्यो हामी, सबैको लागि इक्वल हुनु पर्यो नि त। पद वा शक्तिको आवरणमा कसैको संरक्षण हुनु हुँदैन, पद वा शक्तिको आवरणमा कसैको संरक्षण हुनु हुँदैन। त्यो भयो भने त लोकतन्त्र कागजमा मात्रै सीमित हुन्छ, संविधान या कानुनमा मात्रै सीमित लोकतन्त्रले काम गर्दैन। त्यो चाहिँ नि डेमोक्रेसी इन प्र्याक्टिस, लोकतन्त्र व्यवहारमा हुनुपर्छ। डेमोक्रेसी एज कल्चर, संस्कारमा हुनुपर्छ भनेको। नागरिकप्रतिको जवाफदेही, रेस्पोन्सिभनेसको अवधारणालाई आत्मसात गर्दै जनस्तरबाट उठेका आवाज र माग प्रतिक्रियालाई सम्बोधन गर्ने हुनुपर्छ। खुला र पारदर्शी शासन, ओपन एन्ड ट्रान्सपारेन्ट गभर्नेन्सको माध्यमबाट शासकीय गतिविधिबारे जनतालाई प्रश्न पारी नागरिक विश्वासको अभिवृद्धि गर्ने, त्यस्तो किसिमको हुनु पर्यो। नागरिक सम्बन्धता, सिभिक इङ्गेजमेन्टलाई शासनको अभिन्न अङ्गको रूपमा लिनु पर्यो। राज्यका नीति निर्माण र सरकारको सहभागितालाई सुनिश्चित गर्ने किसिमको हुनु पर्यो। नीति बनाउँदा, योजना बनाउँदा, कार्यक्रम बनाउँदा स्टेक होल्डर या जनरल पिपुलको विचारलाई बुझ्ने हुनु पर्यो। संविधान प्रदत्त मौलिक हकको व्यावहारिक कार्यान्वयन हुनु पर्यो। मौलिक हक हामीले फ्री एजुकेसन, फ्री हेल्थ केयर भनेर, आधारभूत स्वास्थ्य सुविधा सबैलाई उपलब्ध गराइनेछ, माध्यमिक तहसम्म चाहिँ निःशुल्क शिक्षा हुनेछ, स्वच्छ वातावरणबाट पाउने हक हुनेछ, सबैलाई खाद्य सम्प्रदायको अधिकार हुनेछ भने त्यो कुरा केवल संविधानमा मात्रै नि सीमित रहेर त हुँदैन। त्यसलाई इम्प्लिमेन्ट गर्नको लागि कानुन बनाउनुपर्छ, प्रोग्राममा आउनुपर्छ, नीतिमा आउनुपर्छ, योजनामा आउनुपर्छ, बजेटमा आउनुपर्छ, होइन? अनि मात्रै कार्य हुने हो नि। मौलिक हक कार्यान्वयन गर्नु नै अहिलेसम्म 38वटा कानुनहरू त तर्जुमा गर्नै बाँकी छ। शासनको विकेन्द्रीकरण गर्दै सार्वजनिक सेवा र विकासमा समुदायको भूमिका अभिवृद्धि गर्नु पर्यो। जति सक्दो तल्लो तहबाट सेवा दिने, जति सक्दो तल्लो तहबाट नै विकास निर्माणका कामहरू गर्ने। रेगुलेटरी वर्क पनि, जस्तो कि अब खाद्य वस्तुहरूको चाहिँ नि ठिक ढङ्ग गुणस्तर छ कि छैन भन्ने कुरा फिल्ड लेभलमै टेस्ट गर्ने, त्यस्तो हुनु पर्यो। ट्याक्स उठाउने काम अझ तल्लो तहदेखि नै हुनु पर्यो भने हो। रेगुलेटरी वर्कहरू तल्लो तहमा नै दिनुपर्छ, त्यो नै डिसेन्ट्रलाइज। शासन व्यवस्थामा रहेको कमी कमजोरी सच्याउँदै जाने, विकनेसेस हुन्छन्, एरोर हुन्छन्। त्यसले स्वच्छ र निष्पक्ष शासन, फेयर एन्ड इम्पार्सल गभर्नेन्सलाई महत्त्व दिनु पर्यो। स्वच्छ शासन, सार्वजनिक सेवा गुणस्तरीयता र शीघ्रता, सर्भिस डेलिभरीलाई इफेक्टिभ र इफिसियन्ट बनाउनु पर्यो, प्रोम्प्ट बनाउनु, आइसिटीहरूको प्रयोग गर्नु पर्यो, डिजिटाइजेसनमा जान सक्नु,
विकास कार्यको प्रभावकारिता अभिवृद्धि गर्नु पर्यो। सीमान्तकृत र कमजोर समुदायको सामाजिक सुरक्षा र संरक्षण भएको व्यवस्था हुनु पर्यो। धेरै कुराहरू आउँछन् हैन। अनि हामी यति लेखिसकेपछि व्यावहारिक लोकतन्त्रको लागि के गर्ने भनेपछि निष्कर्षमा जाने। समकालीन विश्व परिवेशमा शासन भनेकै लोकतान्त्रिक पद्धतिमा आधारित शासन हो। नागरिक सरकार सहभागिता र भूमिकामा आधारित शासन नै दिगो हुन्छ, जसले राज्य र नागरिक बीचको सम्बन्धलाई बलियो बनाउँछ। नेपालले यसै किसिमको लोकतन्त्र आत्मसात गरेको छ। उल्लेखित विषयको कार्यान्वयन गर्न सकिएमा वर्तमान शासन व्यवस्थालाई जनकेन्द्रित बनाउन सकिन्छ भनेर हामी यसलाई कन्क्लुड गर्न सक्छौँ हैन। यसरी प्रश्नको उत्तर लेख्ने रहेछ। च्याट बक्समा के आयो? लोकतान्त्रिक शासन व्यवस्थालाई प्रभावकारी बनाउने उपाय पनि यसैलाई दिन सकिन्छ। बिपी शर्माजी ठिक भन्नुभयो, यसैलाई दिन सकिन्छ। यिनी शब्दहरू यिनी वाक्यहरूलाई मिलाएर लेख्ने हो। अब यतिले धेरै किसिमका प्रश्नहरूलाई चाहिँ नि सपोर्ट गर्छ। हामीले त्यसैले त पुरा जानिसकेपछि जहाँ पनि उपयोग गर्न सकिन्छ के, रिलेभेन्ट ठाउँहरूमा जहाँ पनि उपयोग गर्न सकिन्छ। कुरा बुझ्नु पर्यो, विषयवस्तु बुझ्नु पर्यो, कुनै कुराको कन्टेन्ट बुझ्नु पर्यो। त्यही भएर धेरै साथीहरूको आजभोलि के छ भने क्वेसन एन्सर बेस्ड छ, अनि बुझ्दा 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 चाहिँ नि क्वेसनका एन्सरहरू हुन्छन्, अनि त्यस पछाडि 10मा 6-7 नम्बर पनि दिनुभएको हुन्छ सरहरूले। मेरो त राम्रो रहेछ भन्ने हुन्छ, अर्को किसिमको क्वेसन सोधिने बित्तिकै चेट फेरि। त्यसैले कन्सेप्ट तपाईँ बुझिसकेपछि, धारणा बुझिसकेपछि तपाईँहरूले जहिले पनि क्वेसन एन्सर पनि दिउँला, हामीले नदिने भने होइन, तर के भने कन्टेन्ट सहित तपाईँले विषयवस्तु होइन, त्यसको थ्योरिटिकल कुराहरू, अवधारणागत कन्सेप्चुअल कुराहरू, न्यू ट्रेन्डका कुराहरू, नेपालको अहिलेको अवस्थाको बारेमा कुराहरू, यस्ता कुराहरू बुझ्नु पर्यो के। त्यसो भइसकेपछि चाहिँ अनि तपाईँ जस्तो प्रश्न आए पनि एन्सर लेख्न सक्ने हुनुहुन्छ। अब नत्र चाहिँ अब मैले आज त्यो यो माथिको कन्टेन्ट नदेखाएर प्रश्न उत्तर मात्रै देखाएँ भने तपाईँलाई अर्को किसिमको क्वेसन आइदिन्छ। अब के गर्नुहुन्छ? यो प्रश्नको उत्तर यदि दुईटा एउटा जोडाले मात्रै त कभर हुँदैन, तर कन्टेन्ट बुझ्नु पर्यो। शासनको सन्दर्भ, निरङ्कुश शासन भने के रहेछ, निरङ्कुशमा के हुने रहेछन् होइन, लोकतान्त्रिकमा के हुने रहेछन्, यस्तो कुरा रहेछ नि त। यसरी बुझ्नुपर्छ। शासन, संविधान, संसदीय पद्धतिको कुराहरू, सिस्टमहरू के डेभलप भए शासनमा, शासनको 4 पिलर्सका कुराहरू हामीले बुझ्यौँ। त्यसरी हामीले बुझ्यो भने जहाँ पनि त्यसलाई फेरि उपयोग गर्न सकिन्छ। लोकतन्त्रलाई जीवन पद्धति भन्छन्, यो लाइफस्टाइल भन्छन् राम थापाजी। यो भने चाहिँ के भन्दाखेरि अलिकति लोकतन्त्र भनेको हरेक मान्छेको चाहिँ नि जीवनसँग जोडिएको छ कि। जन्मिएपछि स्वास्थ्य सुविधा पाउने अधिकार, पोषण पाउने अधिकार होइन, इम्युनाइजेसन, बच्चालाई सानो जन्मिँदै खोप दिन्छ कि, त्यो खोप निशुल्क हुन्छ। खोप निशुल्क हुन्छ किनभने निशुल्क स्वास्थ्यको हक छ नि त त्यो नागरिकको जन्मिएपछि। ऊ जन्मिएदेखि सुरु हुन्छ, ऊ 4-5 वर्ष पढ्न जान्छ। त्यो पनि शासनले दिएको, शासनले लोकतन्त्रले दिएको अधिकार हो नि, लोकतान्त्रिक संविधानले दिएको अधिकार हो। उसले किताब पनि किन्नु पर्दैन, उसले फ्रीमा एजुकेसन पाउँछ। वृद्ध भइसकेपछि सामाजिक सुरक्षा भत्ता पाउँछ हेर्नु त, जीविका निर्वाह गर्नको लागि होइन। ऊ युवा हुँदा बोल्न पाउँछ। अहिले युवाहरूले बोलिरहेको, आवाज उठाइरहेको हो, त्यो डेमोक्रेसीले दिएको त हो नि। उत्तर कोरिया भए के पाइन्थ्यो त, चाइना भए पाइँदैन थियो। मान्छेको जीवनका हरेक क्षणमा तपाईँ हिँडुल गर्न पाउनुहुन्छ, देशका विभिन्न कुना कुनामा पुग्न पाउनुहुन्छ, कुनै पेसा व्यवसाय गर्न पाउनुहुन्छ, तपाईँ जागिर खान पनि सक्नुहुन्छ, नखान पनि सक्नुहुन्छ, तपाईँलाई कुनै पसल खोलेर बस्ने अधिकार, व्यापार गर्ने अधिकार पनि छ। यो केले दियो? लोकतन्त्रले दियो। अफगानिस्तानमा तालिबानको शासनमा त कपाल पनि लामो पाल्न पाइँदैन होइन र, रेस्ट्रिक्टेड हुन्छ, रेस्ट्रिक्सन हुन्छ डिक्टेटरसिपमा। धेरै कुराहरू रेस्ट्रिक्सन हुन्छ। हामीले चाहे जस्तो सबै कुराहरू हुँदैन, धेरै कुरामा बन्देज हुन्छ, बोल्न पाइँदैन, एसेम्बल गर्न पाइँदैन, कुनै संस्थामा को सदस्य हुन पाइँदैन होइन, कहिलेकाहीँ मुभमेन्टमा प्रतिबन्ध हुन सक्छ। त्यसैले लोकतन्त्र त मान्छेको स्वास्थ्य, शिक्षा, व्यवसाय, उसको चाहिँ नि हिँड्ने, बस्ने, बसोबास गर्ने, खाने, ट्रान्सपोर्टेसनका साधनहरूको युज गर्ने होइन, डिस्कसन गर्ने, डिस्कोर्स गर्ने,
जे अनि ज्येष्ठ नागरिक गृहमा बस्ने अथवा सामाजिक सुरक्षा पाउने, सामाजिक संरक्षण पाउने, यो के हो त? जीवन पद्धति हो नि। यदि लोकतन्त्र नहुँदो हो त त्यहाँ धेरै किसिमका ब्यारियरहरू क्रिएट हुन्थ्यो होला, जसले हाम्रो जीवनलाई रेस्ट्रिक्टेड गरिदिन्थ्यो, बाधा अवरोधयुक्त बनाइदिन्थ्यो होला। त्यसैले यो जीवन पद्धति हो भने रोजै शासन व्यवस्थालाई प्रभावकारी बनाउनु पाए ठिक छ। उत्कृष्ट शैलीको एक नमुना। थ्याङ्क यू दार्चुलाबाट। म साथ दिन्छु, केही छैन। फोटो पाउनुहुन्छ आफ्टर एडमिसन नोट। यो भयो पर डे। ओके ओके, यो भइहाल्यो। हालका दिनमा लोकतन्त्र राजनीतिक व्यवस्था मात्र नभए मान्छेको जीवन पद्धति हो भनेर भन्छ। यसलाई त मैले भनिहालेँ। स्यामसुङ एसएम 556E। राजनीतिक व्यवस्था मात्र भए मान्छेको जीवन पद्धति, मान्छे जन्मेदेखि टु टर्म भन्छ नि, अझ जन्मिनुभन्दा अगाडिदेखि आमाको पेटमा हुँदादेखि नै उसका राइट्सहरू क्रिएट हुन्छ। जन्मिएपछि उसका स्वास्थ्यका कुरा आयो, ठुलो भएपछि शिक्षाका कुरा आयो, युवा भएपछि बोल्ने, हिँड्ने, बन्द खाने, गरौँ न व्यवसाय म्युटमा गर्ने, राख्नु त। पेसा रोजगारी गर्न पाउने कुरा भए, ज्येष्ठ नागरिक भए सामाजिक सुरक्षा भत्ता सुविधा पाउने भए, सेल्टर पाउने भए, यो त जीवन पद्धति हो, मान्छेको जीवनसँग सम्बन्धित छ। लोकतन्त्रले मानव अधिकारको समय, मानव अधिकार भनेको के हो? पहिलो मान्छेको पहिलो अधिकार भनेको राजनीति तथा नागरिक अधिकार भन्छ है राम थापाजी। फर्स्ट जेनेरेसन राइट्स, त्यो भनेको सङ्गठन खोल्ने, संस्था खोल्ने, कुनै संस्थाको सदस्य बन्ने, वाक स्वतन्त्रताको कुराहरू बोल्न पाउने, हिँड्न पाउने, बसोबास गर्न पाउने, यो के हो? फर्स्ट जेनेरेसन राइट्स। लोकतन्त्रले त्यो दिन्छ नि, होइन र? एक। सेकेन्ड जेनेरेसन राइट के हो? आर्थिक सामाजिक अधिकार, पेसा गर्ने, रोजगारी गर्ने, व्यवसाय गर्ने, जागिर खाने, होइन? त्यो भयो दोस्रो राइट भयो। समाजमा चाहिँ घुलमिल हुने, सामाजिक कार्य गर्न पाउने, चाडपर्व मान्न पाउने, धर्म संस्कृति मान्न पाउने, अनि धार्मिक स्वतन्त्रताको कुरा पनि त हाम्रो संविधानले गरेका छ। बहुसांस्कृतिक मुलुक भनेको छ, सबै संस्कृतिको भ्यालु भनेको छ, होइन र? कसैले पनि पछाडि पर्नु पर्दैन। कुनै जातिको भए बापत, कुनै भाषाको भए बापत, कुनै धर्मको भए बापत, कुनै जेन्डरको भए बापत कुनै डिस्क्रिमिनेसन गर्न पाइँदैन। त्यो सेकेन्ड जेनेरेसन राइट्स होइन, लोकतन्त्रले दिएको हो नि, त्यो मानव अधिकार। थर्ड जेनेरेसन भनेको राइट टु यो प्रोटेक्सन अफ इन्भाइरोमेन्ट, वातावरणीय अधिकारहरू, वातावरण संरक्षणका कुराहरू, क्लाइमेट चेन्ज मिटिगेसनका कुराहरू, स्वच्छ वातावरण बाँच्न पाउने, सरसफाइ हुन पाउने, फोहोर मैला व्यवस्थापन, फोहोरमा बस्नु नपर्ने, यो सबै के हो? त्यो पनि ह्युमन राइट्स हो। त्यसैले लोकतन्त्रले त मानव अधिकारको संरक्षण गर्दो रहेछ नि। यदि डेमोक्रेसी भएन भने तपाईँ ती कुरा माग पनि गर्न पाउनुहुन्न, इन्जोय पनि गर्न पाउनुहुन्न, त्यसको त्यो पर्याप्त भएन भने भोइस पनि राख्न पाउनुहुन्न, अथवा त्यसको बारेमा विरोध पनि गर्न पाउनुहुन्न। त्यसै त लोकतन्त्र मानव अधिकार संरक्षण सबैको। चिनले दिन्छ भनेको अझ डिक्टेटरसिपमा चाहिँ फेरि केही पनि हुँदैन भने होइन नि। डिक्टेटरमा सामाजिक सुरक्षा दिन्छ, उसले पनि ह्याप्पिनेसलाई प्रमोट गर्छ। त्यही त चिन त अब क्रिएटिभ डिक्टेटर भयो नि। कतिपय त हामीले लोकतन्त्र मानेको भन्दा उससँग राम्रो होला नि आर्थिक सामाजिक पक्षमा, पोलिटिकल पार्टमा छैन नि त, फेरि अर्को कुरा हो। त्यसरी त मिलाउँदै लेख्ने हो नि। ओके, ल मैले माथिको देखाइदिन्छु। शासनको परिचय, शासनको अवधारणा, 4 पिलर्सको कुरा, प्रवृत्ति, न्युट्रिएन्ट्स, इन्डिकेटर्स अफ गभर्नेन्स, शासनको सन्दर्भ, शासन त सरकार बीचका भिन्नता, नमुना प्रश्न। ओके, ल
ल सबै साथीहरूलाई धन्यवाद। आज एकदम तपाईँहरू 75 76 जना 75 जना लास्टसम्म पनि बसिरहनु भएको छ। रामजीले के लिनुभयो? लोकतन्त्र र वातावरण बिचको सम्बन्ध कुरा धेरै कुरा छ रामजी, होइन? म पछि अब यो वातावरण टपिक्समा धेरै कुरा आउँछन्, होइन? आजै सबै कुराहरू एउटा क्लासमा तपाईँले सबै कुराको एन्सर खोज्यो त धेरै लामो हुन्छ। हेर्नु, इन्भाइरोमेन्टले मैले अहिले व्याख्या गर्नु भने 15 मिनट गर्नुपर्छ, तर छोटोमा वातावरणले के गर्छ? वातावरण संरक्षण भयो भने कृषिको उत्पादन बढ्छ, अनि त्यो ह्युमिनिटीको प्रोटेक्सन हुने भयो कि भएन? लोकतन्त्रको प्रोटेक्सन हुने भयो कि भएन? जनताको जीवन पद्धतिमा सुधार आउँछ कि आउँदैन? अनि पानीको दुःख भयो भने के होला? खानेपानी लिन 2 घन्टाको बाटो जानु पर्यो भने के होला? अथवा पानीको स्कार्सिटी भोग्नु परेन, घर घरमा धारो आयो भने त्यो इन्भाइरोमेन्टले दिने देन हो नि। हाम्रा खेतीबालीहरू सुकेर कृषि उत्पादन घट्यो भने के होला? के होला? ह्युमन राइट के होला? लोकतन्त्र होइन? लोकतन्त्र भनेको नै अधिकार हो नि त। त्यस कारणले एकदमै, चाहे त्यो कृषिमा होस्, त्यो पर्यटनमा होस्, त्यो उद्योगमा होस्, त्यो टुरिज्म अरू हिमाललाई सेभ गर्ने कुरा होस्, चाहे त्यो हर जीवन पद्धतिमा होस्, अनि फोहोर मैला प्रदूषण भएर रोग लाग्यो भने के हुन्छ? लोकतन्त्रले के काम गर्छ? त्यो लोकतन्त्र भनेको जस्ट अब बोल्ने हिँड्ने मात्रै पनि कुरा होइन, मानिसको जीवनलाई सहज बनाउने उपकरणहरूको सुनिश्चितता गर्ने माध्यम पनि लोकतन्त्र हो कि। त्यसै कारणले वातावरणले त्यो दिन्छ। ल, अब एकै दिन सबै कुराहरूको आन्सर त हुँदैन, किनकि हरेक विषयहरू छन् हामीसँग, र शासनकै बारेमा पनि कति कुराहरू अझै पढ्नुपर्ने छ। भोलि पनि अब अर्को नेक्स्टमा भनौँ, भोलि त श्री सरले अर्को विषय पढाउनुहुन्छ, राजनीति र प्रशासन बिचको अन्तरसम्बन्ध सायद केही पढाउनुहुन्छ। त्यहाँ पनि कति कुरा आउँछन् गभर्नेन्स रिलेटेड। गभर्नेन्ससँग जोडिएका थुप्रै कुराहरू हुन्छन्, हामी गर्दै जाउँला। र आज एउटा कन्सेप्चुअल कुरा मात्रै हो, होइन? एउटा स्टार्टिङ हो। धेरै कुरा हामीले पढ्न बाँकी नै छ। नेपालको शासन पद्धति भनेर छुट्टै पढ्नै छ, बहुस्तरीय शासन फेरि पढ्नै छ, अरूमा पनि आउँछन्, शासनका कुराहरू धेरै आउँछन्। ओके, ल सबैलाई धन्यवाद। आजलाई गुड नाइट। हुन्छ, हस् सर, धन्यवाद सर।